केटा रहेछ यो घरमा त त्यसैको होला पट्याउन पाएको के सोचेको 5 रुपियाँ दिन न अहिलेको केटा होइन 5 रुपियाँ दिन न दिने 5 रुपियाँ म गएँ है मम्मी दाजु पैसा दिनु न पैसा दिन 5 दिनदेखि भोकै छु केही खाएको छैन पैसा दिनु न अहिलेको यो भएको यस्तै हो पैसा दिनु नि हौ दाजु 2510 अरे अनि यत्रो कमाइ हुन्छ ए यो त हाम्रो बिजनेस हो दाजु कति हजार कमाइ हुन्छ हाम्रो दिनको कलेक्सन यताउति गर्दाखेरि 10-15 हजार हुन्छ र 10-15 हजार 10-15 हजार तपाईँ चाहिँ कहाँ लाग्नुभयो म त 12 क्लियर गरेर केही देशमा केही गर्न नसकेर विदेश जान आँटेको थिएँ यी नेपालमा भिख माग्नु छोडेर को विदेश गइरहन्छ विदेशमा गएर कमाउने पैसा भन्दा यहाँ बेसी हुन्छ महिनामा ओहो दिनकै 10-15 हजार भनेपछि मलाई पनि लाउँछ त्यसले हिँड्नु न मसँग म बस्दा कुरा गरिहाल्छु नि आजैदेखि हुन्छ एडभान्सहरू केही दिनु पर्दैन पर्छ एडभान्स दिनुपर्छ 250 जाउँ न त लु जाउँ गेटअप चाहिँ चेन्ज गर्नुपर्छ है ए गेटअप त म एकैछिन चेन्ज गरिहाल्छु नि नयाँ पार्टनर अनि विदेश गएर आइसकेको कहाँ विदेश जानु तपाईँको चेलाले मलाई मिलाइसक्यो त बस्नु सबैभन्दा ठुलो बिजनेस भनेको यो बिजनेस हो यसमा हाम्रो कमाइ कति हुन्छ अरे भन्थ्यो त दिनको 10-15 हजार हुन्छ अनि कति 10-15 हजार कति 1 लाख पास ल बस्नु यो चाहिँ अलिक चेन्ज गर्नुपर्छ है भाइ एउटा हात चाहिँ छोरी राख्नुपर्छ भित्र हालिहाल्ने हो लुकाउनुपर्छ केही न केही त नबनेको दिँदैन नि पैसा दिनु न होइन अस्तिसम्म त एकजना मात्र देखेको त अहिले त 3 जना छ त केटाहरू हाम्रो सङ्ग त दिन अरे बाफरे हामी बाँडेर ल लिएर त बस्दा भयो 30 रुपियाँ कमायो भयो नि यहाँ चाहिँ राम्रो कमाइ हुँदो रहेछ हौ त्यही त त्यो ठाउँ छोडेको त्यही त हो मैले कारण पैसा अब चाहिँ भाइ हो यसरी यहाँ बसेर मात्र हुँदैन गाउँ छिरौँ है गाउँ छिरौँ तिमी यता माथितिर जाऊ तिमी तल जाऊ घर माग्न लान्छ मैले ल के हो अब 5-10 रुपियाँ दिनु बिहानदेखि केही खाइदिनु किन बाबु यसो काम पो गर्नुपर्छ बाबु मागेर खाएर हुन्छ यस्तो पढ्ने उमेर छ काम गर्ने उमेर छ तपाईँसँग छोरीले सल्लाह लिन आएको र पैसा लिन आएको दिनु पैसा छैन भाइले मेरो सेलेरी आउनु बाँकी नै छ सेलेरी आउँछ त्यसपछि तिमीलाई भोलि कति पैसा चाहियो तिमीलाई मलाई त चाहिन्छ 500 रुपियाँ चाहिन्छ मागेर 500 पाइन्छ त बाबु कस्तो पाइँदैन 500 त कमाइ गर्नुपर्छ काम गरेर मेरो कम्पनी आउँछ जागिर खानलाई कति दिनुहुन्छ तपाईँको कमाइ त्यस्तै 10-15 हजार दिउँला
मेरो भिखारी भोलिबाटै आऊ मेरो कम्पनीमा। उहाँ मेरो भिखारी सङ्घले भन्दैछ हप्ताकै 50,000 हुन्छ, महिनामा चाहिँ 2-3 लाख हुन्छ। हप्ताको राति यस्तो मागेर हिँड्नुपर्छ बाबु। एकदम मेरो झाकी। ल भोलि पर्सितिर आऊ, 2-4 दिन पछि आऊ। अहिले मेरो सेलेरी आएको छ, सेलेरी आइदिनु ल भाइ। अब तिमी अपाङ्गमै रहेछौ, पर्सि आऊ, म तिमीलाई 500 1000 दिन्छु। ल भाइ मेरो अरू काम छ, ल म आउँदिनँ अहिले। पर्सि आउनु होइन त अङ्कल? पर्सि आऊ ल। बसी अन्त के भेट्यो? बोसा बजाउने आएन हौ। ल तिम्रो ट्रेनिङ सफल भयो कि? त्यो हाजीको अब नयाँ तरिकाले माग्नुपर्छ। ए बोसा बजाउने आएन, यहाँ हान्नु इसार्यो। खोइ बोसला बजाउने नआउने रहेछ। नयाँ केटोले दे त बजाउनु। लु बजाउ नयाँ केटो। मान्छे गयो आन्छ त। ल बोस 6 पो बजिसक्यो। सक्यो आजको काम सक्यो। लु बजा बजा। कलेक्सन कति भयो त आज? अब मैले चाहिँ त्यही 4-5 हजार कलेक्सन गरेँ। हो र? मेरो पनि 6-7 हजार चाहिँ हुन्छ ल। कहिले त? कहिले मान्छे ल्याइन? साउजी आउनु हुँदैछ। ओहो ठुलो बाबु हैसिन्छ। अनि के छ? एकदम ठिक छ। खानापिना यसो खाऊ ल्याऊ खाऊ। कलेक्सन राम्रै। गिलास ल्याऊ। हाम्रो कमाइ खाने भाइ यही हो। ल ल ल ल ल लगाइदिनु कि लगाएर खाने हो? लगाइदिनु मलाई। अनि मातिन्छ होला कम्ती खानु है। अन्त पनि जानुपर्ने छ होला। मलाई त ठाडै गाडीमा आउँछ। नापेको चाहिँ हुनु भएन नि फेरि। अनि यसो कमाइ दमाई राम्रै हुँदैछ? राम्रै हुँदैछ, ठिकै ठिकै राम्रै छ। खाने ज्यादा होइन ज्यादा खाने होइन, कम्ती ठिका खाने हो। अब कमाउन हिँड्नु पर्यो। कलेक्सन त निकै भयो होला नि त। अब एउटा घर किन्नु आँटेको छु। एउटा घर छँदैछ त्यहाँ अगाडि, रातो घर। अर्को घर उसले पनि एउटा घर ठडाउन आइरहेको ल ल ल राम्रो छ, ठिक छ। तैँले कति ल्याइछ अरे? 17,000 पाइन्छ। तेरो कति अरे? मेरो त 5,000। को पैसाले त? सब खातामा छ। खर्चमा भएर हुन्छ? नयाँ ल्याएको त के सिकाइछ यसलाई? म भोलि ल्याउँछु नि त। सबै उधारो पो लेखेर आएछ त। भोलि चाहिँ पक्काले नि फेरि। आज भोलिदेखि हाम्रो काम सबै तमाम हुन्छ, सकिन्छ। भोलिदेखि समाप्त हुन्छ। तेरो सक्यो? मेरो त अघि सक्यो। ऊ यहाँ राखिसकेछ। निवासी 1000 रुपियाँ बाँकी। आन्टी हजुर अङ्कल हुनु न? अङ्कल हुनुहुन्छ? बोलाइदिनु नि यसो। यहाँ बाहिर आउनु त, यहाँ को आइरहेछ? ए बाबु आइपुग्यो, नमस्ते। अस्तिको बाँकी थियो नि? ए लु लिएर जाऊ बाबु, 1000 रुपियाँ म तिमीलाई दिन्छु। मेरो सेलेरी आयो, यो 1000 रुपियाँ लिएर जाऊ। अनि त्यो हातको उपचार राम्रोसँग उपचार गर्नु। ल जाऊ बाबु। ए हस्, धन्यवाद अङ्कल। ल बाबु। हस् त अङ्कल। को मान्छेलाई पैसा दिनुभएको तपाईँले 1000 रुपियाँ? ए यो अपाङ्ग भनेर आएको र दिएको थियो, अस्ति दिन्छु माथि 1000 रुपियाँ अपाङ्गमा दिएको। तर यो अपाङ्ग भनेको त सपाङ्ग रहेछ। यस्तै ठगेरले गर्दाखेरि साँच्चैको अपाङ्ग आउँदाखेरि पनि पैसा दिनुलाई सोच्नुपर्ने बाध्यता आयो अब।